यहाँ ह्यान्डबल भएको कारणले गर्दाखेरि न्यू बिगिनर्सको चर्चबाट पेनाल्टी सुट आउट हुँदैछ। तपाईहरुले देख्न सक्नुहुन्छ यहाँनिर गोल काउन्टर भएको छ न्यू बिगिनिङ चर्चबाट, तर असफल हुनुभयो। ल है, दामी दामी सपोर्ट चाहिँ डेन्जर आइरहेछ है यता। ल यारमिया छ त्यो कुनामा दामी काउन्टर ल पास हो। कर्नर भएको छ, दामी डिफेन्ड गरेको होला। डिफेन्ड चाहिँ स्ट्रङ हुनुपर्ने जस्तो देखिरहेछ। अहिलेसम्म स्कोर 0-0। अफसाइड भयो। अफसाइड। ओहो, शट दामी दामी ल, दामी ट्राई होला। क्रस ल, कर्नर भएको छ है। शारजा टिम बीले चाहिँ कर्नर पाएको छ। लेट्स सी कस्तो जान्छ कर्नर। ओ बिचमा फ्री भयो। दामी वेल डिफेन्ड ल, वेल डिफेन्डिङ चाहिँ दामी गरेको ल। फेरि पनि कर्नर। हेडिङ चाहिँ दामी ट्राई गरेको, तर फ्रेममा चाहिँ लागेन। ट्राई चाहिँ दामी थियो। Offside. अलिकतिले
फल भएको छ। रेफ्रीले लाइन्सम्यानले उताबाट अफसाइड देखाइरहेछ। मेन रेफ्रीले हेरेको छैन। दामी गोल भयो ल, मिठो गोल भयो शारजाको तर्फबाट। गेम चाहिँ 1-0 भएको छ ल, मिठो गोल ल। गोल गेम चाहिँ 1-1 भएको छ। गेम चाहिँ अहिले 2-1 भयो। न्यू बिगिनिङ 2 अनि शारजा B1। गेम च्यालेन्जिङै भइरहेछ, कमब्याक हुन्छ। अफसाइड भएको छ, अफसाइड। Check. Mark, you go. Mark, check. Don't allow. Well done. You go. कर्नर किक। ल साथीहरू, अहिले चाहिँ दोस्रो हाफ टाइम पछाडिको म्याच सुरु भइरहेको छ। सेतो जर्सी न्यू बिगिनर्सबाट हो भने, दुबईबाट हो भने, लाइट ब्लूमा शारजा हो। शारजाको अहिलेसम्मको नतिजा 1 छ भने न्यू बिगिनिङ 2 गोलले अग्रतामा रहेको छ, 2-1 को अन्तरमा छ। यो अवसर हुन सक्छ यहाँ शारजा टिमलाई, यहाँ अवसर हुन सक्छ यहाँ, तर किपरले बललाई नियन्त्रण गरिसकेका छन्। यहाँ राम्रो अवसर रहेको छ न्यू बिगिनर्सलाई भने किपरले बललाई नियन्त्रण गरिसकेका छन्।
सेतो जर्सीमा दुबईबाट न्यू बिगिनर्स सर्छु भने यहाँ राम्रो अवसर रहेको छ न्यू बिगिनर्सलाई। किपरले सहजै गोललाई नियन्त्रण गरिसकेका छन्। राम्रो अवसर थियो यहाँ। अझै पनि बल न्यू बिगिनर्स सर्चको खुट्टामा बल रहेको छ। अझै पनि यहाँ गोलको अवसरको खोजीमा छन् भने किपरले यसलाई क्लियर गरिदिएका छन्। अझै पनि यहाँ राम्रो अवसर रहेको छ। किपरले बललाई सहजै नियन्त्रणमा लिइसकेका छन्। सेतो जर्सीबाट न्यू बिगिनर्स सर्च हुनुहुन्छ दुबईबाट भने निलो निलो ड्रेसमा जर्सीमा साझा असल गोठाला मण्डली छ र साझाको 1 गोल रहेको छ भने सेतोबाट 2 गोल रहेको छ। यहाँ राम्रो अवसर रहेको छ। अझै पनि फेरि डिफेन्सले क्लियर गरिदिएका छन् बललाई। यहाँ थ्रो हानिसकेका छन्। फेरि पनि बल फेरि पनि यहाँ राम्रो अवसर हुन सक्छ न्यू बिगिनर्स सर्चको लागि। अझै पनि राम्रो अवसर छ यहाँ भने कललाई क्लियर गरिदिएका छन्। यहाँ अवसर हुन सक्छ तर बललाई डिफेन्डरहरूले खोजिसकेका छन् भने अझै पनि बल सेतो जर्सी न्यू बिगिनर्स सर्चको रहेको छ। यहाँ नयाँ अवसर हुन सक्छ तर अफसाइड भएको विषय हामीले सुनिसकेका छौँ। यहाँ राम्रो अवसर हुन सक्छ साझाको लागि तर डिफेन्डरले बललाई क्लियर गरिदिएका छन्। अझै पनि यहाँनिर नयाँ अवसर हुन सक्छ न्यू बिगिनर्सको लागि। यहाँ नयाँ तेस्रो गोल गरेको छन्। तेस्रो गोल यहाँ फेरि राम्रो अवसर हुन सक्छ। यहाँ राम्रो अवसर हुन सक्छ। राम्रो अवसर हुन सक्छ साझाको लागि तर बल नियन्त्रण भइसकेको छ। यहाँ फेरि अर्को गोल हुन सक्छ। यहाँनिर बल कर्नर भएको छ। यहाँ ह्यान्डबल भएको कारणले गर्दाखेरि न्यू बिगिनर्सको सर्चबाट पेनाल्टी सुटआउट हुँदैछ। तपाईहरुले देख्न सक्नुहुन्छ यहाँनिर गोल फेरि अर्को 4 गोलले अगर्तना भइसकेको छ न्यू बिगिनर्स सर्च भने साझा पछाडि परिसकेको छ। यहाँ अझै अग्रता बढ्ने सम्भावना देखिएको छ। अझै पनि बल सेतो जर्सी को खुट्टामा रहेको छ भने अग्रता हुन सक्छ। अझै पनि यहाँ एम्परले फल हुन सक्ने चाहिँ सम्भावना थियो तर एम्परले फल दिएनन्। यहाँ फ्री किक प्रयोग गर्दैछन् साझा मण्डलीका युवाले भने बल सिधै पोस्ट बाहिर गएको छ। यहाँ अझै अर्को अवसर हुन सक्छ यहाँ भने डिफेन्डरले बललाई नियन्त्रण फेरि अझै अवसर हुन सक्छ। यहाँ गोलको खोजीमा छन् भने फेरि 5 गोल भइसकेको छ। यहाँ यहाँ फेरि राम्रो अवसर हुन सक्छ। यहाँ एम्पायरले फलको विसल बजाइसके आउट सबसाइडको विसल बजाइसकेका छन्।
बल आउट भएको छ र थ्रो अझै पनि बल वाइट जर्सीमा रहेको छ बल सिधै पोस्ट बाहिर गएको छ फल भएको छ यहाँनिर अझै राम्रो अवसर रहेको छ यहाँ अझै राम्रो अवसर रहेको छ तर बल आउट